भोटेले त्यो ड्रममा जुन छ कि पछाडिको ड्रममा पानी छैन 5 मिनेटसम्म तलमाथि गर्न भन कि ना यसले ठग्दैछ मैले जे दिए छु चन्दलाई त्यही दिएन चुप लागेर कस्तो मान्छे छ यो ल त्यही हो ल एक बाल्टिन गु एक बाल्टिन गोबर एक बाल्टिङ गु एक बाल्टिङ गोबर अनि त्यसमा त्यस्तो के हरेको हरियो अनि खुर्सानीको धुलो सरफ नुन सरफ हालेर माथिबाट खनाउने खुर्सानीको धुलो नुन सरफ हालेर ओके गेम बेस्ट अफ 3 हुन्छ चन्दन ओके ल ओके ल 5 के है 5 के हुनुपर्छ स्कोर लाइभ शेयर गर्नु गाइस हार्ड पनिशमेन्ट छ गाइस लौना परमेश्वर लाइभ त अलिकति लाइभ शेयर गरौँ गाइस ल लाइभ शेयर गाइस हाम्रो लाइभ शेयर पुगेन गाइस लौना गाइस गिफ्टर लाइभ शेयर गिफ्टरलाई गाइस लाइभ शेयर काजी लौना गाइस एक्सेप्ट त गरे गाइस एक्सेप्ट त गरियो गाइस लाइभ शेयर गरौँ गाइस ल गाइस सबैले लाइभ शेयर गरौँ गाइस लेट्सको जाम त लाइभ शेयर गाइस गाइस हाम्रो यहाँ केटीहरू धेरै छ गाइस मेनमा यहाँ केटीहरू धेरै छ गाइस ल केटीहरूको पावर देखाउँ त गाइस हार्ने भयो नि गाइस टिकटक दुनियाँमा वाली भोटिनी गरिरहेको थियो चन्दु चुमुक चुमुक गरिरहेको थियो तेरी ऐसी कितैसी लुखा चन्दु लुखा उरुमै हालेर चुमुक चुमुक गर्ने है चुमुक चुमुक गर्ने खाइस सन्तोष दाइ इन्द्र दाइ अनि इन्द्र दाइलाई त यार मजाक गर्दैको दाइ दाइ त चन्दनको अनि ब्रान्डेडको पत्ता साप ए धेरै चुमुक नगर ल अझै एक गेम चाहिँ बाँकी छ बुझिस हो चन्दन पत्ता साप अझै एक गेम बाँकी छ आइज न भोटिनी सिस्टम फाड्दै गयो बाबा सबैजना ल जिमिनी रेडहरू गाइड ल गाइस सबैजना गाइस जिमिनी रेडहरू गरिदिनु गाइस लेट्सको सबैजना गाइस रेडहरू गाइस ल रेडहरू गाइस लेट्सको गाइस उहाँले प्राइभेट गर्नु भयो आइडी तर केही छैन गाइस सबैजना उहाँलाई गाइस रातो मुटु कुदाइदिनु गाइस रातो मुटु गाइस उहाँलाई सबैजना रातो मुटु कुदाइदिनु गाइस कम अन लेट्स गो गाइस मिलेर गाइस तिरपलमा गाइस लेट्स गो अलिकति पुश गरौँ गाइस अन डबल खुल्छ गाइस तिरपलमा गाइस अन डबल खुल्छ गाइस तिरपलमा गाइस सबै मिलेर अलिअलि पुश गरौँ तिरपलमा गाइस कम अन लेट्स गो जागो जागो गाइस लाइभ छ गाइस इन्द्र दाइ सन्तोष दाइ एग्री बर्दी दाइ इन्द्र दाइ यो गेमको जसरी जित्नु पर्छ गाइस यो गेम मोहन यो गेम जसरी जित्नु पर्छ गाइस लाइभ शेयर गर्नु त गाइस अब यो गेम जित्नु पर्छ गाइस जस्तो नि भयो नि रकी यो गेम जित्नु पर्छ गाइस कम अन लेट्स गो गाइस हामीसँग ल बुस्टिङ छैन गाइस ल त्यही भएर गाइस के डबलमा गाइस ल दिस इज द फाइनल गेम गाइस के अन्डर 14 रोज दिस इज द फाइनल गेम गाइस के अन्डर 14 रोज कसम बिल्ला गाइस के गाइस यो गेम ब्रेक गर्नुपर्छ गाइस लेट्स गो यो गेम ब्रेक गर्नुपर्छ गाइस सबैजना मिलेर गाइस प्लिज गाइस कम अन लेट्स गो Boosting guys, questions how many guys? Come on! Booster guys, come on, let's go booster guys, question Mohan, let's go booster! Guys, come on, let's go push!
चन्दन चन्दन कम हियर चन्दन पटासा गाइस कोई निकाल्नु जम्मेको प्रोग्रामै बढ्यो यार कसम बिल्ला मजा आएन चुमुक चुमुक बन्द भयो चन्दनको बुझ्यो नि धेरै नगर होला चुमुक चुमुक बन्द भयो चिमुकको कुरा नगर कुरा नगर अहिले चन्दनको धेरै चुमुक चुमुक बन्द भयो गाइज हो यही हो भनिदिने हेलो तिम्रो भियर्सलाई भन त मेरो नयाँ एकाउन्ट हो फलो गर्नको लागि मेरो नयाँ अकाउन्ट हो तिम्रो पुरानो एकाउन्ट हो मेरो नयाँ एकाउन्ट आज भर्खर खोलेको हो खूब अच्छा गाइस कम ऑन यार मेरा मजाक बन्द भयो सिस्टम फाड़ देंगे पता साफ ए ब्रान्डे यार पेटै दुखी छ यार थपादाई थ्याङ्क यू थपादाई बाजीगर भैया, लेट्स प्रोग्राम त बढ्यो चन्दन जाऊ काम प्रोग्राम त बढ्यो चन्दन काममा लाग एक बाल्टी गोबर के भने तिम्रो पनिशमेन्ट म चाहिँ गर्नु र कि स्कोर चेक गर चुप फिक्स गरेको 5000 मा हो होइन टिम वर्क हो टिम वर्क भइरहेछ चन्दन अगर झेली गर्छस् भने बुझिस् नि टिमको पनिशमेन्ट हुन्छ ल तिम्रो गरौ न मेरो तिम्रो स्कोर 5 के हुनु पर्छ मान्दैन टिमको हुन्छ टिमको बुझिस् तिम्रो 5 ब्रान्डेड अस्तिसम्म हिजोसम्म हामी बक्समा मिनिमम 5 के स्कोर चाहिँ एक मिनट सुन ब्रान्डेड हिजोसम्म हामीले टिममा गेम खेले हो कि हैन त मलाई भन्नु पर्छ टिममा गेम खेले हो कि न ब्रान्डेडलाई झुटो नबोल टिममा खेले हो नि तिमीहरु कस्तो गेम खेल्छ मलाई थाहा भएन तर मलाई चाहिँ भन्नु कुन पर्छ अगर तिमी पनि चन्दन जस्तै फाटा बोल्छस् भने केही छैन ल हामीले हिजो खेले हो कि हैन यही ठाउँमा अगर टिम मेटर गर्छ ल टिममा हो हामी टिममा हो तिमीले पनिशमेन्ट गर्नुपर्छ डोन्ट जेली ओके क्युलाई पहिला जेली गर्ने हैन चन्दन पनिशमेन्ट गर्न चुप लागेर भन्नु पर्छ नि त केही भ्युअर्सले भनेकै छैन नि त तिमीहरुलाई यसको स्कोर कमेन्ट चाहियो जिम्मेकै छैन किन गर्नु यार भन्नु पर्छ कि चन्दन टिममा हो कसले म मान्दैन त्यो कुरो चन्दनले पनिशमेन्ट गर्नुपर्छ अरु कुरो जान्दैन टिमको कुरो हुन्छ ल ल्याङले गर्ने हैन अब एटिट्युड तिमीसँग छ भने कसै एउटाले किन पनिशमेन्ट गर्छ त त्यसले पनि गर्दैन त बरान्डरले पनि तिम्रो एटिट्युड छ भने तिम्रो एटिट्युड लिएर तिम्रो गोजीमा राख ल टिम मेटर गर्छ ल अगर इमानदारी हो भने तिमीले पनिशमेन्ट गर्छौ अगर इमानदार छैन भने तिमी पनिशमेन्ट गर्दैन छैन भने ठीक छ तिमी भाग यहाँबाट सकिनस् तेरो सिस्टम खराब भइल फाइल क्लोज गर्दिए हामी दुई जना मिलेर भाग यहाँबाट फाइल क्लोज सक्यो ठुलो कुरो गर्छ यार चन्दन बाठो बन्छ यार धेरै तिम्रो 5 के छैन नि त स्कोर बाठो बन्छस् चुतिया बनाउँछस् मान्छेलाई टिम हो नि त चन्दन भनेको थियो टिममा खेलेको बुझिस् टिममा खेलेको तिमीले सुरुमा भन्नु पर्दैन कोठामा सधैँ हामी टिममा गेम खेल्दैन सधैँ जहाँ पनि गेम पागलमा पनिशमेन्ट हुन्छ हामी टिममा गेम खेल्छौँ नि गाइस सधैँ हामी टिममा गेम खेल्छौँ नि गेम खेल्छु तिमीहरु कस्तो अहिले आएर के भन्छ फलानोमा तेरोमा 5 के छैन रे 10 के छैन रे मुला ठुलो कुरो गर्छ यार म जहिले पनि नि हेर्दा लाटो जस्तो दुनियाँलाई म लाटो छु भनेर देखाउँछ नि बाटो कम्ता बाटो छ यो दुनियाँको अगाडिमा लाटो छु भनेर देखाउँछ यो र यो रकीले ठुलो कुरो गर्छ टिममा गाइसहरु भन्नु के लफडा भइरहेछ त के गर्ने
एकपल्ट भन्छु गर्दैन जे गर्न मन लाग्छ भने गर तिमीलाई अलुवा गर्नेमा निकाल्न यहाँबाट भाग न तेरो फाइल क्लोज भयो निकाल्न यहाँबाट गर्दैन भने जा न भाग गर्दैन यसलाई पनि किन गराउँछ छोड दे यसलाई पनि नगरा कसलाई म त गरिदिन्छु है मलाई त्यो होइन छोड दे तिमी पनि किन गर्छौ छोड दे ल्याऊ उसलाई पनि म त गरिदिन्छु म पनिसमेन्ट किनभने उसले ल्याएको स्कोर उसलाई हानेको गिफ्टरले होइन म त गरिदिन्छु मलाई त्यो छैन ल फटा त्यसो म मिलाउँदै टिममा गेम खेल्छ होइन टिममा गेम खेल्छ होइन 5K को कुरा गर्छ तिमी नबोल न बिचमा पनिसमेन्ट गर्दैछ त उसले म तान्छु खोइ त खोइ कसो तान्ने मैले तानिरहेको किन यस्तो म दिन्छु म गर्दैन र तिमीहरूसँग म खेल्दैन ल भाइ भयो गिदी दुखाउँछ यार गेम खेल्छ टिममा चिलानको स्कोर छैन भन्छ मलाई खेल्छु हो रकीले कति बोलेको के तिमी चुप्लाएर बस्छ न त भोटिनीले म दिन्छु ल दुईजनालाई म दिन्छु मेरो स्कोर आएको भोटिनी तिमीले ब्रान्डेडलाई मात्रै उसको साउन्डै आएको छैन अनि सकिन्छ मलाई दिन सक्दैनौ अगर तिमीलाई पनिसमेन्ट दिन मन छ भने ल भोटिनी तिमी मात्रै दे आउँछ सिङ्गलमा आइज तर तिम्रो र ब्रान्डेडको हो पनिसमेन्ट र तिमी उसलाई मात्रै दिन सकिन्छौ र भोटिनी तिमीलाई थाहा हुँदा जब कि तिमी जोसँग पनि खेल्दाखेरि 5000 मा पनिसमेन्ट हो अहिले आएर तिमीले भन्छौ टिममा हो झुटो चाहिँ किन बोल्छौ सधैँ हामी के गरेर खेल्छौ ल भन्न सधैँ हामी के गरेर खेल्छौ ब्रान्डेड के गरेर खेलेको हो सधैँ पछि तिमीहरू कसरी गेम खेल्छौ कसरी खेल्छौ तिमी र म र ब्रान्डेड र बागलुङे कसरी गेम खेल्छौ 5K मा हुन्छ पुरा गर्छ यार बाटो बन्छस् मान्छे हेर्दा मान्छे लाटो मात्रै छौ तिमी तर तिमी कतिको बाटो छौ नि भित्रबाट यहाँ सबलाई थाहा भइसक्यो होइन के तिमी कति दिन ठोक्ने यार कुरा गर्नु मुल्ला झेली यार पाएँ मेरो यहाँ गिफ्टलाई सोध्छु म रोक यहाँ के भन्छ ल भन्नु त पनिसमेन्ट दिनु के गर्नु ल भन्नु त कमेन्ट गर्नु त मैले पैसा दिएको छु ओ भयो त हो चन्दन भयो ल्याक्ने नगर यो जुन 2000 मैले भियर्स जुन कमाएको छु हैन 2000 भियर्स जुन कमाएको छु मैले यो मैले कुन दिमागले कमाएको छु बाटो भयो भएर सबैले मलाई माया गर्नुहुन्छ इज्जत गर्नुहुन्छ मलाई चन्दन भयो भोटिनीले पनिसमेन्ट दिन्छ ल भयो म गर्दिन्छु म पनिसमेन्ट दिन्छु ल गर्छौ यता सुन चन्दन यता सुन चन्दन गर्छ यार यता सुन मेरो गिफ्ट यसलाई म जहिले पनि त्यही भएर 2 पल्ट ब्लक गरेको मान्छेलाई अहिले आएर भन्छ चन्दन अनब्लक गर चन्दन अनब्लक गर म झगडा नगराउनु त्यही भएर तिमीसँग म गेम खेल्न चाहदैन अहिले आएर भन्छ अनब्लक गर रेस्पेक्ट द कोइन के को रेस्पेक्ट द कोइन उसले भनेको थियो पनिसमेन्ट 5000 देखि स्टार्ट हुन्छ रकीको 1000 पनि भएको छैन भने के म के पनिसमेन्ट गर्नु ब्लक गरेको मान्छेलाई त्यही भएर अनब्लक गर कि पहिला भन्नु पर्थ्यो टिममा हो गेम स्कोर जतिसुकै आए पनि तिमीलाई पनिसमेन्ट गर्नुपर्छ पहिला भन्नुपर्छ नि त रकी नभए म र भोटिनी अहिलेसम्म यति दिन गेम खेलेको छु कहिले पनि झगडा पनि भएको छैन सोध भोटिनी अहिलेसम्म तिम्रो र मेरो मैले एउटा नराम्रो शब्द भनेको छु न उसले मलाई भनेको छ अरे प्रभु परमेश्वर कुरा गर्छ यार ओके झगडा नगर त रकी पनि भयो अब यसमा मिलेर जाउँला अब म पनिसमेन्ट गर्दिनँ भोटिनी तिमी पनि खराब मान्छे जब कि तिमीले तिमी पनि किन आएर टिममा हो तिमीले भनेको थियौ टिममा हो पनिसमेन्ट अरे पहिला खेल्दा फिर्दा नि झल्ला रकी र म ब्रान्डेड र ब्रान्ड दुईजना भन्दै खेलेको हो नि त त्यही त तिम्रो हुन्छ नि त ब्रान्डेड देखि पनिसमेन्ट जब रकीको स्कोरै भएको छैन भने कसरी हुन्छ त तिमीले भन्नुपर्छ नि त जानुन त्यहीले उसको सपोर्ट गर्छ यार ल भयो सही ठाउँमा सही बोल्ने गर त्यही अनि ल भयो छोड दो लसा भन्दा पनिसमेन्ट ल के भन्नु त पनि दिन कि नदिन ल यहाँ म यहाँ सोध्छु यहाँ गिफ्टलाई कसले गिफ्ट हानेको उहाँलाई नै सोध्छु ल कमेन्ट गर्नु त तपाईँ यति छ भने यहाँनिर कमेन्ट गर्नु त अब एकजना मात्रै के गिफ्ट ल भन्नु त पनिसमेन्ट दिनु नदिनु ल भन्नु तपाईँ छ यहाँनिर भन्नु त ल
घर से यार भोटिनी तिमीले ब्रान्डेडलाई पनिसमेन्ट दिन सकिन्छौ तर मलाई सकिन कि तिम्रो ब्रान्डेडको हो पनिसमेन्ट ओके हुन्छ नि त ल भयो पनिसमेन्ट गर ल पनिसमेन्ट गर ल तिम्रो पनिसमेन्ट के गर्छ एक बाल्टी गोबर 2 लिटर तेल अनि सरफ अनि नुन हालेर मिक्स गरेर माथि हाल्नु घर से यार टाउकोबाट त तेल हाल्दिन है मेरो आँखाको प्रब्लम आउँछ फेरि यस्तो